कहाँको फिल भइरहेको छ यहाँ पुलदेखि उता भोजपुर पुलदेखि उता धनकुटा साउने धान होला सायद दादा पर लिन आउँदै हुन्छ ठुलो बा हेलो साथीहरू गुड मर्निङ हजुरहरूलाई अभिषेक ब्लगको नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ म फेरि आइसकेको छु नयाँ भिडियो लिएर हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने कामनाका सहित म पनि सन्चै छु आज चाहिँ म पारी धनकुटा जिल्ला भोजपुरदेखि धनकुटा जिल्ला मेरो छिमेकी जिल्ला धनकुटा जिल्लाको डिकुरे भन्ने ठाउँसम्म जाँदैछु ठुलो मम्मीको घर भोजपुर पानी ट्याङ्कीदेखिको यात्रा जानु रहेछ पानी सानी पर्छ भनेर टक्क रेनकोट सेङ्कोट बोकियोरी म चाहिँ लागिसकेँ बाइक पनि मेरो चाहिँ अब चाहिँ बनिएको छ हाफ इन्जिन बनाएको छु डबल चाहिँ बोक्नु हुँदैन भन्नुभएको छ मिस्त्रीज्यूहरूले त्यही पनि एक्लै चाहिँ हिँडिरहेको छु 500 किलोमिटर नकुदिन्छ डबल बोक्नु हुँदैन भन्नुभएको छ त्यहाँदेखि कुदिरहेको छु सो म त धेरै नै हिँडिसकेँ 200 किलोमिटर कुदाइसकेँ 2-3 दिनमै कुदेको छु नि त साथीहरू आज त्यही पनि आज त पाखरीबासदेखि मुनतिर त्यो डिकुरे भन्ने ठाउँसम्म त अलिक लामै बाटो हो आउँदासम्म 400 जति त किलोमिटर पुगिसक्छ होला जाँदा आउँदा 200 त कुदाउन आँटिसक्यो छोडेर पनि अलिक पारी नै पुगिसकेँ पर भोजपुर पारी त देखिँदैन के अरे अब आइफोन भए पो जुमिङ राम्रो हुनु है हाम्रो एन्ड्रोइड अलिअलि जुम गर्नु पर्यो भोजपुर चाहिँ त्यस्तो देख्दो रहेछ यहाँदेखि हेर्दा मैले खासै याद गरेको हुन्छ भोजपुर त अलिकति माथि हाइटमै पो देख्दो रहेछ त यो तल्लो बाटो ऊ होला पोखरा लाइनको बाटो भैँसीबङ्खा निस्किने बाटो हो कि यो कुन बाटो बनाएको छ राम्रै छ यस्तो बाटो हुन्छ कहाँ भोजपुर बजार त्यही हो साथीहरू माथि डाँडा देखिँदो रहेछ म त यादै गरेको थिइनँ अलिकति अग्लै ठाउँमा हो भोजपुर हुनु त डाँडामै देखिँदो रहेछ सो यताउतिको गाउँहरू आजकल के गर्नु साथीहरू गाउँको मान्छे कोही गाउँमा बस्दैन सबै तराई अनि यहाँ एउटा भैँसीपङ्खा भन्ने ठाउँ हो त्यो डाँडामा अलिकति गाउँ त्यो कस्तो मजाले मिलेर बसेको छ क्या माथि डाँडा उता सबै खेतहरू कस्तो मजाको छ क्या त्यो खेतहरू त्यो साथीहरू भोजपुर त यही हो रमाइलो ठाउँ हो नि एक प्रकारको रमाइलो हो भोजपुर चाहिँ पर्यटक स्थल नभए पनि एउटा हावापानीको हिसाबले भोजपुर चाहिँ एकदम राम्रो ठाउँ हो क्या हावापानी राम्रो छ भन्दा नि अहिले त हावापानी त राम्रै हो फेरि गर्मी धेरै भित्रिन थालिसक्यो के हो त्यस्तै होला हावापानीले अलिकति के असर गरेर हो कि श्यामशिला हेर्न बाटो यस्तो राम्रो छ यस्तो सजिलो पुरा ब्रिज पनि त्यस्तो ठाउँमा यहाँ त हेली बस्ने ठाउँ हो तर हेली अलिकति के भएर कुहिरोहरू बढी आउने भएर हेर्नु साथीहरू कुहिरो चाहिँ अलिक बढी आउँछ त्यही भएर होला कुहिरोहरू बढी आउने भएर श्यामशिला साथीहरू यस्तै छ चाहिँ बुद्ध चोक श्यामशिलाको बुद्ध चोक भन्ने ठाउँ आइपुगेको छु बब्बाल छ यार बुद्ध चोक हेर्न सक्नुहुन्छ साथीहरूलाई बुद्ध चोक दिन पनि राम्रो खुलेको छ फोटोसोटो खिच्न हो नि त एक्लै छु है बुद्ध चोक चाहिँ श्यामशिलाको बुद्ध चोक हो बाटोहरू पनि साह्रै राम्रो छ यो मास्तिर चाहिँ अरुण डाँडा भन्नेतिर जाने बाटो हो यो बाटो चाहिँ अरुण डाँडा भन्ने बाटो चाहिँ माथि अरुण डाँडा बबाल छ त अरुण डाँडा नि राम्रो छ साथीहरू म चाहिँ ढुङ्गे धारा भन्ने ठाउँ आइपुगेको छु ढुङ्गे धारा हो क्या त्यहाँ बबाल छ त्यो साथीहरू धारा चाहिँ बबाल नै देखेँ मैले बबाल नै लाग्यो यो धारा यो ढुङ्गे धारा भन्दा यहीँ त माथि उम्रेको पानी होला साह्रै बबाल छ त्यो साथीहरू पानी खानु पर्ने हुन्छ होइन सफा पानीको म चाहिँ जाँदैछु ठुलो मम्मीको घर तर कतिखेर पुग्ने थाहा छैन म चाहिँ छु अब यो बाटो बिच बाटोमा छु पारी मौसमहरू क्या बबाल छ है भोजपुरको मौसम छ यहाँ फेरि यस्तो टर्निङ छ सर्लक्कै घुमाउनु पर्ने हुन्छ साह्रै खत्तम टर्निङ छ यत्रो टर्निङ सर्लक्कै घुमाउनुपर्छ
साथीहरू म खाजा खाने बेला भइसकेको छ तयारी भन्ज्याङ भोजपुर तयारी भन्ज्याङ खाजा साजा खाइन्छ चना भुजा स्पेसल खानुपर्ने हुन्छ बाबा साह्रै गर्मी भइसक्यो साह्रै गर्मी गइसक्छ बाइकमा हिँड्दा चाहिँ धेरै गर्मी छ भने साथीहरू कस्तो गर्मी होला तल खोलामा खोला नदीमा तर साह्रै गर्मी छ जाँदैछु कतिखेर पुग्ने हो थाहा छैन कुदिरहेको छु गइरहेको छु है त साथीहरू सल्लाहकारी हेर्न सक्नुहुन्छ के बवाल छ यार क्या बवाल छ यार सल्लाहकारी हो नि क्या मलाई त यार तरै आएको फिल भइरहेको छ यार यस्तो हावा आइरहेछ र नि गर्मी यति छ नि साथीहरू गर्मी बाप रे बाप गर्मी के भन्नु र त्यो गर्मी कुकुरहरू आउँछ यिनीहरूले खेल्न सक्छ कुकुर मात्रै ठिक हो त अहिले पठाएर खेल्छ भन्दा बाख्रा लेगुवा भन्ने ठाउँ लेगुवा घाट अर्थात् अरुण नदीमा आइसकेको छु यहाँ चाहिँ पुरा ठुलो बाढी साडी नै आउँछ पानी पनि धमिलो छ अहिले बर्खाको टाइम पनि हो साह्रै धमिलो छ पानी पनि पुल पनि लामो छ अहिले पुल लगाएर सबै भिडियोमा हुन्थ्यो यहाँ आइपुगेको छु अब यहाँदेखि त धेरै छैन चाहिँ 15-16 किलोमिटर होला ठुलो मेरो घर पुग्नु लेखुरे पुग्नु टक्क यहाँदेखि उता चाहिँ उता पुलदेखि उता भोजपुर पुलदेखि उता धनकुटा यो साइड हो नि यो साइड साथीहरू यो साइड पर उता चाहिँ शङ्खसभा ट्याक्क पुलले छुट्याउँदो रहेछ सिमाना साथीहरू त यो बलहरू ठुलो आइरहेको रहेछ कत्रो नदी त साथीहरू हेर्न सक्नुहुन्छ ठुलो छ टक्क मेरो फोन यहाँ खस्यो भने मरिबाट चल्दैछ यो बाढी देखेर खस्यो भने के हुन्छ होला तर गर्मी चाहिँ भन्नुहुन्छ भने यो तराईभन्दा धेरै गर्मी छ तर ठ्याक्कै यो पुल छेउमा बसेपछि चाहिँ यहाँ शीत मन्द मन्द हावा आउँदो रहेछ मिठो चिसै हुँदो रहेछ त्यो जब पुलबाट अलिक उता कट्यो पुलबाट उता कट्यो तब चाहिँ फेरि यस्तो गर्मी छ यहाँ त तातो बाफ आइरहेछ यहाँ त अहिले त ठिक छ चिसो भइरहेछ पुलमै बसिरहेको त रमाइलो हुँदो रहेछ साथीहरू लेगुवा घाट चाहिँ यही हो अब एकछिन भएर म जान्छु सट्ट ठुलोमा घर अब धेरै त छैन 15-16 किलोमिटर त कति नै हो र यत्रो त आइसक्यो 67 किलोमिटर त आइसक्यो होजदेखि ल साथीहरू माङमा चाहिँ टक्कै हो साउने धान होला सायद मलाई थाहा छैन साउने धान हुनसक्छ साउने धान फुल्दै रहेछ अब यो 15-22 दिनमा चाहिँ यो काट्ने भइसक्छ त्यसपछि अर्को धान रोप्नुहुन्छ होला यहाँ डबल धान क्या डबल फल्ने खालको पर आँप पनि फलिरहेको छु कस्तो मेरो यो जुम गर्दा चाहिँ केही हुँदैन कि एन्ड्रोइड फोनहरू गल्ती नै यही हो काम नभएको टक्क त डाँडाहरू हेर्न सक्नुहुन्छ यस्तो चुली डाँडा छ न बिरुवा उम्रेको न केही गर्मीले हो कि यस्तो न कि त के माटो के छ र बिरुवाहरू केही छैन सानो झारपात मात्रै छ सो चिसोमा चाहिँ त्यस्तो हुनु पनि तर यहाँ यस्तो गर्मी पनि त्यस्तो भइरहेछ धान चाहिँ टक्क हो यो साउने धान होला सायद जस्तै लाग्छ मलाई साउनमा काट्नु हुने कति असार छ
झन्डै 15-22 दिनमा काट्नुहुन्छ होला। ल म चाहिँ ठुलो मम्मीको घर जाने बाटो अब टुङ्ग्यो अफ रोड। यस्तो झाडी पनि ल्याएँ, यस्तो झाडीबाट पनि कटा ल्याएँ। अब यहाँदेखि उता चाहिँ बाटो रहन्छ, अलिकति मात्रै होला। फेरि हिँड्नु पर्दैन, दादा पर लिनु आउँदै हुन्छ टक्कसँगले है। म यता बसिरहेको छु, पर्खिरहेको छु। यताको बाटो चाहिँ मलाई थाहा छैन क्या, माथि नै बाइक राखेर आउँथेँ। अफ रोड पनि आउँदो रहेछ, जस झाडी भयो भने सजिलो छ। तेर्स्यो साथीहरू, यो चाहिँ के फलेको होला दादा? यो के हो? म त स्याउ जस्तो देख्दैछु त। नस्पति नि खतरा खा त, बबाल नस्पति छ। ल कहाँ राखौँ बाइक? भित्र राख्छ है। साथीहरू बाइक साइक राखेर अब म ठुलो मम्मीको तर्फ लाग्छु। ठुलो बा जस्तै हुनु थाल्यो। ए नस्पति पनि स्याउ जस्तै खालको फल्दो रहेछ। त्यो कहिले पाक्छ र खाने हो कि नि चाहिँ? यहाँदेखि कता हो? यतै होला। म त कहाँबाट फोन गरेको रहेछ भनेर यहीँबाट हजुर यहीँबाट पो रहेछ। म त तलबाट होइन फाइनली ठुलो मम्मीहरूको घर आइसकेँ म।